Welcome to Udamsil Nepal. नमस्कार उद्यमी, मेरो नाम अनु रेउले, म उद्यमसिल नेपालको डाइरेक्टर। आज हामीले हजुरहरूलाई विगत 17 वर्षदेखि उद्योग सञ्चालन गर्दै आउनुभएको चित्र पर्साईसँग नेपाल पास्ता फुड 6 विला कम्पनी सञ्चालन गर्ने क्रममा के कस्ता चुनौती रहे, के कस्तो सङ्घर्ष रहे र उहाँको अनुभवको बारेमा जानकारी लिनेछौँ। हामी सँगसँगै रहनुहोला। हजुरको परिचय दिनुहोस् न। मेरो नाम हो चित्र पर्साई र हामी इन्भल्भ यस कम्पनीमा भएको 17-18 वर्ष भयो र यसमा यसलाई ग्रुप अफ फ्यामिली भयो, मतलब हाम्रो एउटा रिलेटिभ र रिलेसनको हिसाबले हामीले चाहिँ यस उद्योगलाई चलाएका छौँ। हजुरले उद्योग चलाएको 17 वर्ष भयो है? 17 वर्ष भयो। अनि उद्योग गर्दाखेरिको सङ्घर्ष हजुरको कतिको रह्यो, चुनौती के भयो, अनुभव हजुरको कस्तो रह्यो र यो सबै जानकारीहरू यत्रो वर्ष हजुरले उद्योग चलाउँदाखेरि कसरी सुरु गर्नुभयो, यो सबैको बारेमा थोरै जानकारी। सर्वप्रथम उद्योग भनेको एउटा कुनै चिजको आकारलाई परिवर्तन गरेर त्यसलाई रिफाइन गरेर त्यसलाई क्वालिटीयुक्त बनाएर गरिने प्रोसेसिङ नै उद्योग हो, जसले चाहिँ हामी मानव जातिमा चाहिँ केही न केही गुणात्मक केही न केही अगाडि बढाउने एउटा चाहिँ पहिचान हो। पहिलो त फ्यामिली सङ्घर्षै हुन्छ। किन हुन्छ भन्दाखेरि आज पनि हाम्रो कहानी छ, जग्गा बे जग्गै किन, हजुर, फोन त लगानी नगर, किनभने त मासिन्छस् भएछ, केही बढा तर नघटा, वर्ष घरमै खा भन्ने एउटा हाम्रो जुन माहौल छ, हाम्रो कल्चर छ, त्यसलाई सबभन्दा तोड्नु नै सबभन्दा ठुलो कुरो रे। एउटा किसानको छोरो वैदेशिक रोजगारमा गएर एउटा उद्योगमा हात हालेर सफल बनाउनलाई त्यति सजिलो चाहिँ थिएन। पहिलो फ्यामिलीबाट गाह्रो हुन्थ्यो, हाम्रो कल्चरबाट गाह्रो थियो, हाम्रो इन्भेस्ट जुन लगानी थियो लगानीबाट गाह्रो थियो, र हामीले गर्ने काम र क्रियाकलापबाट गाह्रो थियो। यी सबैलाई चिर्न त्यति सजिलो थिएन र यसलाई नै हामीले चिरेका हौँ। र यसमा हाम्रो फ्यामिली सपोर्ट चाहिँ कस्तो छ भन्दाखेरि सबैजना आज पनि ग्रुप फ्यामिली बिजनेस हो र हाम्रो फ्यामिलीबाटै सहयोग छ। र मोटामोटी भन्नुपर्दाखेरि बाहिरबाट भन्यो भने त त्यो तलमाथि भनौँ न, पहिला के हुन्थ्यो भन्दाखेरि त यति धनी भइस्, तेरो चाहिँ यतिवटा गाई, तेरो यतिवटा गोरु, तेरो यति बिघा जग्गा भन्थ्यो भने, र त्यसरी नै तलमाथि वेट गर्न खोज्थे, जोख्न खोज्थे। र म आफू जहाँ व्यवसाय सुरु गरेका थिएँ त्यहाँ पनि आएर उनीहरूले यो बाबुबाजेले नगरेको पेसा आज त गर्दैछस्, अरू त डुबे जे गरिस् भएको पनि त्यसले डुबाउने भयो। त्यस्तो किसिमको माहौल मौका हुन्थ्यो। र होइन, म जे गर्दैछु त्यो तिमीहरूलाई थाहा छैन, मैले गरेको चिज केही तिमीहरूलाई थाहा छ भने त्यसको बखान गर मसँग, होइन भने यो चिजलाई इग्नोर गर्न मिल्दैन, सक्दो सहयोग गर, गाली नगर। त्यो अवस्थामा चाहिँ गुज्रिएर त्यतिखेरको त्यो द्वन्द्वकालको समयमा उद्योग गरेर हिक्मत गर्नु नै सबभन्दा ठुलो टिकट छ। हजुर, त्यसलाई मेरो आफ्नो साहस पनि माग्छु र हाम्रो त्यो टिमको साहस पनि माग्छु र हाम्रो अहिले आएर ग्रुप अफ फ्यामिली छ, फ्यामिलीको साहसले पनि म साहसको रूपमा पनि म लिन्छु र यसैको चाहिँ एउटा परिणाम हो। आज चाहिँ हामीले चाहिँ आफ्नो अफिसमा बसेर 2-4वटा कुराहरू राख्न पाइरहेको छ। अनि हजुरको अनुभव चाहिँ कस्तो रह्यो? जस्तै अब अहिलेको कन्सेप्टमा हेर्दाखेरि होइन, कतिपय अब नेपाली जनताहरू नै हामीले हेरिरहेको छौँ, बाहिर जानुभएको छ, युवाहरू भयो है। त्यो केसमा चाहिँ हजुरले आजभन्दा 17 वर्ष अगाडि उद्योग सुरु गर्दाखेरि चाहिँ 17 वर्ष अगाडि पनि थियो नि त चलन, बाहिर जानु सबै कुरा, नेपालमा केही पनि छैन कन्सेप्ट, त्यो कन्सेप्ट अझैसम्म छ है। 17 वर्ष अगाडि म उद्योग सुरु गर्छु, म उद्योगै गर्छु, म नेपालै बसेर केही गर्छु भन्ने कुरा सोच आउँदाखेरि चाहिँ हजुरले चाहिँ त्यो सोचलाई चाहिँ कसरी अगाडि लग्नुभयो, कसरी यो सब कुराहरू गर्नुभयो सर? होइन, यस्तो छ, एउटा व्यक्ति हजुर सङ्घर्ष हुनलाई निकै ठुलो कसरत गर्नुपर्छ। हाम्रो कल्चर, हाम्रो सोसाइटी र हाम्रो सोसियल अलिक फरक खालको छ। तर पहिला पनि म भन्छु हाम्रा पुर्खाहरू चाहिँ बहादुर कमाए। बहादुर के गरी कमाए भन्दाखेरि कसैको गुलाम गरेर बहादुर कमाए, कसैकोमा गएर सैनिक गोली खाएर अथवा गोली चलाएर बहादुर कमाए। भनेपछि त आज पनि यो फेसनको कारणले गर्दाखेरि विदेश जानेहरूलाई चाहिँ जुन रमाइपन देखाएको छु र जो विदेश पुगेको छ उसैले यो कुरो थाहा पाउँछ। मेरो उद्देश्य भनेको विदेश जानु होइन, जसरी पनि नेपालमा रोजगार सिर्जना गर्नु, देशमै रोजगार सिर्जना गरौँ, देशमै उद्योग चलाउँ। उद्योग नै सबभन्दा उत्तम हो।
नेपालमा अब जस्तै हजुरले अब युवाहरूलाई बाहिर नजाने होइन नेपालमै रोजगार सिर्जना गरौँ उद्योग सुरु गरौँ भन्ने कुरा गर्नुभयो। नेपालमा उद्योग सञ्चालन गर्न कतिको सजिलो छ? अरू देशको तुलनामा नेपालमा सजिलो छ। सजिलो छ है? सिधा भाषामा हजुर भनियो भने तर उद्योग गर्नै सजिलो चाहिँ छैन। अन्तत धेरै ठुलो सङ्घर्ष र कम्पिटिसनहरू छ। यहाँ त के छ, बाहिरबाट आएका मान्छेहरू छन्, हजुर बाहिरबाट आउने प्रोडक्टहरू छन्, ती प्रोडक्टहरूलाई नेपालमा उत्पादन गरेर नेपालमै कन्ज्युम बनाउने त हो। हजुर त्यस कारणले गर्दा नेपालमा उद्योग गर्न खासै धेरै ठुलो सङ्घर्ष त होइन, तर उद्योग गर्नु नै सङ्घर्ष चाहिँ छ नै, उद्योगमै सङ्घर्ष छ। त्यस कारणले अन्तको तुलनामा नेपालमा सजिलो छ। नेपाली युवाहरूलाई हजुरले चाहिँ आफ्नो तर्फबाट मेन सन्देश चाहिँ के दिन चाहन्छ? अनि नेपाली युवाहरूलाई चाहिँ कुनैले पनि आफ्नो घर, आफ्नो परिवार, आफ्नो जवानी, आफ्नो चाहिँ लगनशीलता छोडेर अर्का देशमा शरम बेचेर फेरि पनि नेपालमा आएर चाहिँ मैले यस्तो गरेँ भनेर जुन उत्साह देख्छु, दुईवटा कपडा ल्याउँदैमा, एक छाक मिठो खाँदैमा, उताबाट चिटिक्क परेर आउँदैमा, यो नेपालमा आएर चाहिँ हामी ठुलो हुन्छौँ, राम्रो हुन्छ भन्नु बेकार कुरो हो। र ती युवाहरूलाई के पनि भन्छु, विदेशमा गयो भने तिमीलाई एउटा चिज पोलिरहेको हुन्छ, भोलि पनि नेपाल फर्किन्छौ। फर्केपछि केही गर्नु छ भनेपछि तिमीहरू अहिले नजाऊ, अहिले गर्न सुरु गर, ताकि तिमीहरू त्यहाँ गएर फर्किनुभन्दा अहिले गरेको बेसले चाहिँ तिमीलाई राम्रो बनाउँछ। र विदेश जानु हुँदैन, जान कसैलाई भन्नु पनि हुँदैन। यदि जान्छ भने उसलाई के को कमीले गएको छ त्यो कमी पुरा गरेर आफ्नो देशमा फर्केर केही न केही पेसा अँगालौँ, पेसा नछोडौँ, जहिले पनि अगाडि बढ्छ। त्यही नै गर्नुपर्छ भने म सन्देश दिन चाहन्छु। धन्यवाद। धेरै खुसी लाग्यो हजुरसँग हामीले यत्रो वार्तालाप गर्न पायौँ र हजुरको धन्यवाद। सबै फ्याक्ट्रीहरू सबै कुराहरू हेऱ्यौँ, हजुरको सङ्घर्षदेखि लिएर सबै कुराहरू बुझ्यौँ। र नेपाली युवालाई पनि नेपालमै बसेर नै सङ्घर्ष गर्नुपर्छ, हजुर जस्तै नै भएर नै बस्नुपर्छ भन्ने चाहिँ हामी पनि सन्देश दिन चाहन्छौँ। हजुरको कम्पनीको सबैभन्दा पहिलो हजुरको उत्पादन चाहिँ के हो? हजुरको हाम्रो कम्पनी अनि सुरु नै हाम्रो नेपाल पास्ता। नेपाल पास्ता है? पास्ता भनेको चाहिँ हजुर जतिखेर हामीले सुरु गऱ्यौँ त्यतिखेर कसैले पास्तै चिन्दैन थियो। पोलेर खाने कि भुटेर खाने, हजुर उसिनेर खाने कि काँचो खाने, पकाएर खाने। कतिले त कतिसम्म गरेछ भने राजमा र पास्ता मिठो हुन्छ भनेर कसले लगाइदियो पनि, हजुर अनि राजमा पास्ता बनाइदिए। म 2-4 वर्ष अगाडि पनि थियो, हजुर राजमासँग पास्ता सिटी लगाएपछि के हुन्छ भनेर आयो भने खोले सक्यो। मैले यति मात्र होइन, पार्टी पालेर म आफैले मिनो भेटेँ, आफ्नै पास्ता लिएर गएर हजुर अनि राजमा र पास्ता भनेर राजमासँग पास्ता बनाएर चाहिँ उसिनेर राजमा र पास्ता गलाएर ल्याएको पनि मैले भेटाएँ। हजुर मैले त्यो अवस्थामा बुझिदिएर हामीले पास्तालाई चाहिँ बजारमा सिलेक्ट गरेँ। सुनेको र पास्तालाई सिलेक्ट गर्नुको कारण के थियो भन्दाखेरि नेपालमा पास्ताको उत्पादन थिएन। जसले गरेको थियो होला उनीहरूले पनि बजारमा ल्याउन सकेको अवस्था थिएन। कारण के कसैले चिनेकै थिएन। नचिनेको चिज कसैलाई खुवाउन सजिलो त थिएन। र त्यसरी चाहिँ हामीले पास्ता सिलेक्ट गरेका हौँ। र हाम्रो उद्योग पनि पास्तै हो। हाम्रो पास्ता चाहे राम्रो के अरे घाटा लागोस् चाहे नाफा होस्, सधैँ चलिरहन्छ, चल्छ। र त्यसलाई हामी मदर मान्छौँ, आमा मान्छौँ। र आज पनि पास्ताकै हाम्रो चाहिँ राम्रो ग्रोथ छ। र पास्ता नै हाम्रो सुरुवाती। अहिले चाहिँ हजुरको प्रोडक्ट चाहिँ हजुरको कति छ? कतिवटा प्रोडक्ट छ टोटल कम्पनीमा चाहिँ? रेन्जको हिसाबले जाउँ कि प्रोडक्टको हिसाब? प्रोडक्टहरूको पिसको हिसाब, प्रोडक्टहरू क्याटेगराइज गरेर हामीसँग अहिले मोटामोटी 26-27वटा प्रोडक्टहरू छ। 26 र त्यसको रेन्ज चाहिँ हाम्रो 150वटा भन्दा बढी छ। अच्छा भने मतलब रेन्ज भन्ने बित्तिकै प्याकेटका साइजहरू भए, हजुर प्रोडक्ट भन्ने बित्तिकै बेस चिजहरू भए। बेस भयो 26-27वटा बेसहरू छन् र तिनका साइजहरू 150वटा छ। ब्रान्ड 3टा छन्। हजुरले एक्सपोर्ट पनि गर्नुहुन्छ है? हामी एक्सपोर्ट गर्छौँ। कुन कन्ट्रीमा एक्सपोर्ट गर्नु? हाम्रो विशेष अब आइटम पछि फरक छ। हजुर माछा बढी जापान जान्छ, हजुर त्यसपछि गएर पापड लगायत, माछा लगायत, पास्ता, सेवै लगायत दुबई जान्छ। र एज ए होलमा अरू जुन देश जान्छ जस्तो अस्ट्रेलिया जान्छन्, अहिले अमेरिका माछा गइरहेछ। भन्नुपर्दाखेरि सबैभन्दा बढी चाहिँ एज ए होलमा अस्ट्रेलियामै सामानहरू हाम्रो चाहिँ मिलेर भनौँ न, नुडल्स आइटम भयो, पास्ता आइटम भयो, ग्रिप्स आइटमहरू भए, पिठो आइटमहरू भए, त्यसपछि गएर पापड आइटमहरू भए, मिलेर एज ए होलमा बराबर जाने भनेको अस्ट्रेलिया। यस्तै बिजनेस आइडिया तथा सम्पूर्ण मेसिनरी सम्बन्धी जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।